नारावासी दाजुभाइ तथा दिदीबहिनीहरू र विद्यार्थी भाइ बहिनीहरू आजको यो प्रतियोगिता देख्दा धेरै खुसी लागेको छ र किनभने बालबालिका सम्बन्धी हरेक कुराहरू तौथकित ज्ञान हुनुपर्छ, पढाइले मात्र होइन र हामीले हरेक कुरामा अब्बल हुनुपर्छ। नृत्यमा पनि त्यस्तै आधुनिक प्रतियोगितामा पनि हामी अब्बल हुनु भने जुनसुकै कुरामा पनि अगाडि बढ्न सकिन्छ भनेर जुन यस्ता कार्यक्रम 5 नम्बर वडा कार्यालयले पनि यो कार्यक्रममा सहयोग गरेको छ र यसरी नै तुलखान गाउँपालिका तर्फबाट पनि मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र विद्यालयले जुन जसरी उपस्थित गराएको छ र विद्यालयप्रति पनि हार्दिक धन्यवाद दिन चाहन्छु र विद्यार्थी भाइ बहिनीहरूले देखाएको जुन प्रतियोगिता छ र बाल विवाह गर्नु हुँदैन र 20 वर्ष पुगेपछि मात्र गर्नुपर्छ र जहाँसम्म हामीले पढ्नुपर्छ लेख्नुपर्छ हामीले होइन भने दुःख पाउँछौँ भनेर जुन आफ्ना गीतद्वारा गर्नुभएको छ उहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु र अहिले जुन प्रथम द्वितीय तृतीय स्थानमा प्राप्त गर्नुभएको छ र विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई पनि दिन चाहन्छु र यसरी आउँदा दिनहरूमा पनि यस्ता कार्यक्रमहरूमा भाइ बहिनीहरू अगाडि बढ्नुहुनेछ, हरेक ज्ञानले पनि अगाडि बढ्नुहुनेछ भन्ने कुरा पनि राख्न चाहन्छु र शिक्षक सरहरूले पनि कार्य सम्पादनमा जुन सम्मानित हुनुभएको छ र सरहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र यसरी नै जुन अब यो विद्यालयलाई जुन 6वटा विद्यालयहरू यहाँ उपस्थित भएका छन् र यसरी नै हामीले एक ठाउँमा जोडघट गरेर एक आपसमा विद्यार्थीको परिचय पनि हुन्छ र एक आपसमा चिन्ता हुने अवसर पनि हुन्छ र यसरी नै हामी अगाडि बढ्यौँ भने हरेक कुराले हामी अगाडि बढ्न सक्छौँ र अब शिक्षाको लागि पनि जुन एउटा अभिभावकले व्यवस्थापनको अध्यक्षले मात्र चाहेर हुँदैन र परले चाहेर मात्र हुँदैन। अब यो शिक्षालाई राम्रो बनाउनको लागि शिक्षालाई गुणस्तरीय बनाउनको लागि हामी आफ्नो ठाउँबाट कम तयार हुनुपर्छ र हामी अगाडि बढ्नुपर्छ, तब मात्र शिक्षामा गुणस्तरीय आउँछ र यस्तो क्रममा पनि जुन छोराछोरीलाई पनि एउटा छात्र मात्रै एउटा प्रतियोगितामा उपस्थित हुनुभएको थियो र सबै हरेक कुरामा हामी समायोजन हुनुपर्छ, हामी हरेक कुरामा अगाडि बढ्नुपर्छ। छोराछोरी समान हुन्, छोराछोरीलाई हामीले भेदभाव गरिदिनु हुँदैन र छोरीलाई नपढाउने, छोरीलाई सामान्य स्कुलमा पठाउने, छोरालाई महँगा स्कुलमा हाल्ने यस्तो मानसपटलबाट हामी अब पछाडि हट्नुपर्छ। सबै छोराछोरी हामी समान